हेलो गाइज, यो मान्छे गाडी आएर डराएर भाग्दैछ। हेर न, यस्तो मान्छेलाई चाहिँ के भन्नु सकिन्छ। हेर हेर हेर, राम राम। ओ साथी साथी हाई भन्नु हुँदैछ। हेलो आजा जल्दी। अनि यहाँ हुनुहुन्छ हाम्रो रत्न कुमार बान्तवाकीको के कान्छी छोरी। इन्ट्रोडक्सन प्लिज। नमस्ते, मेरो कहाँबाट अलिक अलिक देख्दैछु। हजुर हजुर, साकेजुङ छ भन। ए खोइ टाढा तपाईँलाई यो केटी मनपर्छ भने प्लिज कृपया यहाँ सम्पर्क गर्न सक्नुहुन्छ होइन। अब हामी चाहिँ उसको मम्मी हो, मलाई पनि देखाउँछु। ए अँ बुझ्यो, मेरो हात गलिसक्यो फोन समाउँदा। लु तपाईँ हाई हाई गर्दै रहेछ नि त। म त क्यामेरा देखेँ कि त रिस उठिँदा राख्दिनँ ऊ चाहिँ। लु लु, यो तेरो साथीहरू हो कि भाइ बहिनी हो? देखाए फिस चाहिँ मेरो पनि हो है। अब यहाँबाट चाहिँ घर प्रवेश यो चाहिँ मिलेको ससुरालीहरू। यो टोइलेटमा चाहिँ के खोज्नु आयो? ओ ठिक। तपाईँ सिसिटिभीको निगरानीमा हुनुहुन्छ। यो चाहिँ टेबल टेनिस खेल्ने हो। अनि यहाँ के छ क्लासहरू सबभन्दा टप हो ग्रेड 1को। अनि यो चाहिँ सेकेन्ड इयरको लागि, ए थर्ड इयरको, यो माथि सेकेन्ड इयरको होइन। मिरा उधर साथी रहन्छ होला। अब हाम्रो दिदीको क्लास त मैले दम्ला रुम रुम रुम। अनि त्यस पछाडि हामी फर्किन्छौँ। होइन म मात्रै फर्किन्छ, हाम्रो दिदी चाहिँ अनि बस्नुहुन्छ पढ्नुहुन्छ होइन। छिटो यो भनेको क्लास हो, वर्कसप क्लास। ओके, यो चाहिँ सिभिल थर्ड इयर हो। कति छ थर्ड इयरमा चाहिँ? तर के हो त्यो बोर्ड त कम्प्युटर गएको। यो सबैभन्दा अगाडिको
यो चाहिँ कति 3rd इयरको होला होइन 3rd र यो गइसकेको पास आउट भइसकेको होला 3rd पनि छ तर हेलो ड्रइङ रुम भन्ने अब चाहिँ आउँछ यो त ओपन रहेको ढोका यो 2nd इयर हाम्रो दिदीहरूको हो यहाँबाट त कस्तो मजा हुन्छ होला नि बस्नु फेरि हेर्दै यहाँ हेर न केटीहरू हेर्दै बस्छ होला नि ओके गाइज बाई 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 थ्याङ्क यू फर वाचिङ ओके बाई बाई गाइज थ्याङ्क यू फर वाचिङ लभ यू सो मच देखेँ राम्रो मजाले देखेँ